नमस्ते, हम ध्रुव र भाषागत भाषालाई अलिकति अब मैथिलीमा बोल्न वा कम्फर्टेबल नभएको कारणले नेपालीमै कुरो गरौँ। फेरि पनि नमस्ते, म ध्रुव झा। टिभी टुडेको टुडे टकमा धेरै धेरै स्वागत छ। साथै आजका हाम्रा अतिथि रविन्द्र शाह इन्जिनियर हुनुहुन्छ। उहाँ नेपाल रेलवे कम्पनी लिमिटेड र रेलवे विभागको पनि, यसअघि उहाँले जल तथा मौसम विज्ञान विभागमा कार्य गरिसक्नु भएको छ। त्यस अगाडि उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको पनि अनुभव बटुलिसकेको व्यक्तित्व इन्जिनियर रविन्द्र शाहज्यूलाई धेरै धेरै स्वागत छ सर टुडे टकमा। धन्यवाद छ यहाँलाई। रविन्द्रजी, धेरै दिनदेखि यो रेल सेवा बन्द नै थियो, अहिले सञ्चालनको अवस्थामा आएको देखिएको छ। यो अवस्थासम्म आउन के कस्ता समस्या चुनौतीहरूको सामना गर्नु पर्यो? यो हाम्रो रेल सेवा विश्वसम्म 2070 सालसम्म 29 किलोमिटर सेक्सनमा जयनगरबाट जनकपुरतिर यो चाहिँ नैरो गेजमा रेल सेवा चल्थ्यो, जसलाई चाहिँ जनकपुर जयनगर रेलवे भन्थ्यो। तर 2020सम्म 2070 सालबाट यो नैरो गेज भनेको एकदम पुरानो रेलवेको पुरानो टेक्नोलोजी भएको हुनाले नैरो गेजलाई ब्रोड गेजमा स्तर उन्नति गर्नको लागि भारत सरकारको सहयोगमा त्यो चाहिँ ब्रोड गेजमा रेलवेको संरचना निर्माण हुने कार्य सुरु गर्यो र 2070 सालबाट झन्डै 8 वर्ष लागेर 2078 सालमा आएर त्यो चाहिँ ब्रोड गेजको सबै संरचना भारत सरकारको सहयोगमा निर्माण भयो र 2078 सालमा निर्माण भइसकेपछि भारत सरकारले नेपाल सरकारलाई 2078 साल कार्तिक 5 गतेको दिन यो सबै रेलवे संरचना चाहिँ नेपाल सरकारले हस्तान्तरण गर्यो। अनि त्यो सबै संरचना नेपाल सरकारले हस्तान्तरण गरिसकेपछि नेपाल सरकारले नेपाल रेलवे कम्पनी लिमिटेडलाई त्यो रेलवेका संरचनाहरू जयनगरदेखि कुर्थासम्मको 35 किलोमिटरको सेक्सनको संरचना सबै नेपाल रेलवे कम्पनी लिमिटेडले हस्तान्तरण गर्यो। अनि यो चाहिँ नेपाल रेलवे कम्पनी लिमिटेडले यो सबै संरचना हस्तान्तरण गरिसकेपछि त्यसको लागि हामीले रेल सञ्चालनको लागि जे जति पूर्व तयारीहरू गर्नुपर्ने छ त्यो पूर्व तयारीको लागि हामी जुट्यौँ र त्यो पूर्व तयारीको क्रममा सर्वप्रथम हामीहरूले चाहिँ यो चाहिँ तपाईँहरूको रेलको चाहिँ ट्रायल रन सुरु गऱ्यौँ। ट्रायल रन र त्यो ट्रायल रन खासमा त्यो ट्रायल रनको मेजर उद्देश्य के थियो भन्दाखेरि जुन हामीले दुईटा ट्रेन सेट इन्डियाबाट खरिद गरेर कम्तीमा लगभग तपाईँको 90 करोड जतिको जुन खरिद गरेर हामी ल्याएका छौँ, त्यो चाहिँ एक साल यस्तै थन्केर यिनीहरूमा बसिरहेको थियो। त्यसको मेन्टेनेन्स गरिएको थिएन। हाम्रो ट्रेक पनि यो बनेको धेरै दिन भइसकेको थियो, त्यसको पनि मेन्टेनेन्स गरिएको थिएन। अनि त्यो चाहिँ फर्स्ट फेजमा हामीले के गर्यो भन्दाखेरि रेलवेको ट्रायल रन सुरु गऱ्यौँ र त्यो ट्रायल रनमा हामीले के चेक गर्यो भन्दाखेरि जुन हाम्रो ट्रेन छ त्यो चाहिँ हाम्रो ट्रेकमा त्यो चाहिँ रन गर्ने कन्डिसनमा छ कि छैन, त्यसमा अपरेट गर्न सक्छ कि सक्दैन। त्यही भएर सुरुमा हामीले ट्रेन रेल त्यो हाम्रो जुन ट्रेन छ त्यसलाई ट्रेकमा गुराएर हेऱ्यौँ। गुराएर हेरेपछि हामीले के पायो भन्दाखेरि त्यो ट्रेन त्यति दिन एक साल थन्केर बसे तापनि त्यसमा कुनै किसिमको त्यस्तो टेक्निकल मेजर फल्ट हामीले हेरेनौँ, कहीँ कतै फल्ट देखिएन। अनि हाम्रो ट्रेक पनि एकदम सही कन्डिसनमा थियो। यो ट्रायल रन त्यसपछि यो ट्रेक र ट्रेन सक्सेस भइसकेपछि त्यो ट्रायल रन हाम्रो सक्सेस भयो। त्यो ट्रायल रन सक्सेस भएपछि हामीले त्यसपछि ड्राई रन सुरु गऱ्यौँ। ड्राई रन भनेको तपाईँको बिना पेसेन्जरको रेल सेवा सञ्चालन गर्नु हो। त्यो यो ड्राई रनको पनि एकदम प्लानिङ गरेर नै हामीले ड्राई रन गरेको हो। यो ड्राई रन गर्नुको मुख्यतः तपाईँको 4वटा उद्देश्य थियो। 4वटा उद्देश्यको साथ यो हामीले ड्राई रन सुरु गऱ्यौँ। पहिलो उद्देश्य भनेको सेफ्टी अफ द ह्युमन एन्ड लाइफ स्टक्स। सेफ्टी अफ द ह्युमन, यो अहिलेको जुन हाम्रो ट्रेन छ एकदम यो आधुनिक युगको ट्रेन हो। यो ट्रेन एकदम फास्ट गतिमा गुड्छ, पहिलाको नैरो गेजको ट्रेन जस्तो यो चाहिँ स्लो गतिमा गुड्दैन। तर हामीले ड्राई रनको पिरियडमा के गर्यो भन्दाखेरि यो फास्ट गतिमा गुड्ने ट्रेन भए तापनि हामीले एकदम स्लो गतिमा गुडायौँ। स्लो गतिमा किन गुरायो भन्दाखेरि यो अहिले यो ट्रेकमा मान्छेहरू हेर्छौँ हामीहरू अहिले हात बजार मार्केट लागिरहेछन्, त्यसो आवाजावत आवागमन गरिरहेछन्। यो रेल सञ्चालन भइसकेपछि मान्छेमा के किसिमको जनचेतना जान्छ कि अब रेल चल्न थालेछ, हामीले त्यो रेलवेको ट्रेकमा आवागमन बन्द गरिदिनु पर्यो, हात बजार लगाइदिनु भएन, जसको कारणले गर्दा पछि गएर दुर्घटना नहोस्। यो ड्राई रेलले यो लामो समयदेखि चलिरहेछ। अब यात्रु नै बोकेर नेपालमा रेल सेवा कहिलेबाट छ? यो त्यो कुरामा सर म पछि आउँछु। ड्राई रनको अझ पनि केही उद्देश्यहरू थियो, त्यो म सरलाई त्यो ब्रिफ गर्छु। त्यो चाहिँ एउटा पहिलो उद्देश्य थियो सेफ्टी अफ द ह्युमन्स एन्ड लाइफ स्टक। दोस्रो चाहिँ उद्देश्य भनेको सरको सेक्युरिटी अफ द रेलवे इन्फ्रास्ट्रक्चर।
हाम्रो जे जति यो रेलवेको इन्फ्रास्ट्रक्चर छ त्यो विगतका दिनमा हेर्दाखेरि मान्छेले तोडफोड गर्दैन, चोरी गर्दैन। अब यो ड्राई रन सुरु भएपछि मान्छेमा एक किसिमको यस्तो किसिमको अवेरनेस गयो कि अब रेल सञ्चालन भइसकेको छ, यसको सम्पत्तिलाई चोरी गरिदिनु भएन, तोडफोड गरिदिनु भएन, यसको सम्पत्तिको संरक्षण गरिदिनु हामी सबैको दायित्व हो जस्तो किसिमको मैसेज दिनको लागि यो हामीले ड्राई रन गर्नुको एउटा दोस्रो उद्देश्य थियो। सरको तेस्रो उद्देश्य भनेको यो रिमुभल अफ डिफिसियन्सिज पोइन्टेड आउट ड्युरिङ दि ड्राई रन अपरेसन। यो ड्राई रनको अपरेसनमा जे जति किसिमको सरको डिफिसियन्सीहरू हाम्रो देखियो त्यो सबै डिफिसियन्सीले हामीले सच्याइदियो। जस्तै यो जयनगरबाट कुर्थासम्म नै हेर्नुहुन्छ भने त्यो रेलवेको तिरेखरमा त्यो सानो सानो पत्थर राखेको हुन्छ, सबैतिर पत्थर हुन्छ, त्यसले रेलवे टर्मिनोलोजीमा सरको ब्लास्ट भनिन्छ। त्यो रेलवेको यो संरचनामा जे जति त्यहाँ त्यो सामानहरू हुन्छ त्यो सबैको आफ्नै किसिमको रोल छ। त्यो ब्लास्टले त्यो पत्थर जुन हुन्छ त्यो ब्लास्टले के गर्छ भन्दाखेरि जुन ट्रेन हुन्छ ट्रेनको पहिलो लोड भार चाहिँ त्यो ब्लास्टमा पर्छ। त्यो ब्लास्टले के गर्छ भने ट्रेनको लोडलाई इक्वली सबैतिर डिस्ट्रिब्युट गरिदिन्छ, जसको कारणले गर्दा हाम्रो रेलको जुन ट्रेक छ र ट्रेन चाहिँ स्टेबल हुन्छ। यो ड्राई रनको पिरियडमा हामीले के हेऱ्यो भन्दाखेरि धेरै ठाउँमा त्यो ब्लास्टहरू मान्छेहरू त्यो उठाएर अर्कै ठाउँमा घर लगाइदिएको थियो, कोही ठाउँमा थियो कोही ठाउँमा थिएन, कोही ठाउँको ब्लास्टहरू मान्छेले त्यो नालामा झारिदिएको थियो। यो ड्राई रनको पिरियडमा हामीले त्यो जे जति त्यो ब्लास्टहरू थियो त्यो पत्थरहरू थियो सबैलाई त्यो जयनगरदेखि लिएर कुर्था सेक्सनमा हामीले इक्वली डिस्ट्रिब्युट गर्ने काम गर्यो। पहिलो काम त्यो गर्यो ड्राई रनमा। त्यसपछि दोस्रो काम यो सरहरूको यो चाहिँ हाम्रो रेलवेको ट्रेक र जुन बाटोघाटो छ, रेलवेको ट्रेक र रोडको क्रसिङ छ, त्यसलाई लेभल क्रसिङ भन्छन्। त्यहाँ चाहिँ सरले हुनुहुन्छ अरू ठाउँमा त्यो 2टा रेल मात्र छ, त्यहाँ चाहिँ 4 मात्र रेल हुन्छ खासमा, एउटा ठाउँमा 2टा एउटा ठाउँमा 2टा र 2टा रेलको बिचमा एउटा सानो स्लोथ हुन्छ, त्यो होल हुन्छ। त्यो होल भएर के हुन्छ भने रेलको चक्का गुड्छ। तर यो रेल ड्राई रन सञ्चालन हुनुभन्दा के गर्यो त्यो मान्छेहरूले त्यो चाहिँ त्यो 2टा रेलको बिचबाट जुन स्लोथ भएर चाहिँ रेल गुड्छ त्यो मान्छेहरूले इँटा बालुवा गिटी त्यो माटो राखेर पुरिदिए थियो। अनि त्यो कुरालाई हामीले त्यहाँबाट के गर्यो भन्दाखेरि त्यसलाई निट एन्ड क्लिन गरेर हटायौँ ताकि रेल चाहिँ ट्रेकबाट बाहिर नजाओस् र कुनै किसिमको एक्सिडेन्ट नहोस्, दुर्घटना नहोस्। यो अर्को अलि यात्रु नै बोकेर कहिले जाने र यो चोरीको कुरो आएको छ, त्योभन्दा पहिला पनि चोरी गरेको पाइएकोमा के कस्ता सजायहरू छन् र यो यस सन्दर्भमा अलि ब्रिफ गरिदिनु। चोरी गरेको खण्डमा पनि सर एकचोटि म त्यसमा पछि आउँछु। अहिले ड्राई रनको नै केही मेजर उद्देश्य अहिले बाँकी छ जुन चाहिँ जनताले जान्नुपर्ने छ, त्यो सम्बन्धमा नै अहिले म केही गर्छु, त्यसपछि आउँछु। त्यो चाहिँ हाम्रो चाहिँ त्यसपछि हाम्रो गेटहरू जुन जति थियो ड्राई रनको पिरियडमा गेटहरू सुरुमा तपाईँले के हेर्नुभयो भन्दाखेरि त्यो सुरुमा त्यो चाहिँ लोहाको सिक्री लगाएर हामीले गेट बन्द गऱ्यौँ। त्यो हाम्रो जे जति त्यो गेट जुन चाहिँ त्यो फाटकहरू हुन्छ त्यो रेलवेको फाटक त्यो चाहिँ अपरेसनल कन्डिसनमा थिएन। त्यो ड्राई रनको पिरियडमा हामीले सबै त्यो गेटहरू मर्मत गऱ्यौँ र अहिले गर्नुहुन्छ त्यो सबै त्यो सिक्री लाउनुपर्ने कन्डिसन छैन, सबै गेटहरू नै अपरेसनमा हुन्छन्। त्यसपछि यो प्रत्येक गेट र स्टेसनमा चाहिँ अब रेल आइरहेछ भने अब सबै कर्मचारीले सूचना हुनु पऱ्यो, तिनीहरू टेलिफोन गरिदिनु पऱ्यो, त्यो टेलिफोन चाहिँ अपरेसनमा थिएन। यो ड्राई रनको पिरियडमा हामी सबैले चाहिँ त्यो टेलिफोनहरू अपरेसन गऱ्यौँ। त्यसपछि यो स्टेसनमा सरको सिग्नलिङ सिस्टमहरू छ तिनीहरू पनि मेन्टेनेन्स गरेर तिनीहरू पनि अहिले हामी अपरेटिभ कन्डिसनमा ल्यायो। यो चाहिँ तपाईँको यो चाहिँ ड्राई रनको तेस्रो उद्देश्य थियो, डिफिसियन्सी हटाउन। अर्को चौथो उद्देश्य ड्राई रनको मेजर उद्देश्य भन्दा के थियो भन्दाखेरि क्रिएटिङ प्रेसर टु अल अर्गनाइजेसन द्याट आर रेस्पोन्सिबल फर रेल अपरेसन। यो रेल अपरेसनको लागि नेपालका जे जति संस्थाहरू त्यस आबद्ध छन् उहाँहरूलाई अब एकचोटि रेल सञ्चालन गरिसकेपछि पेसेन्जर ट्रेन नचलाउनुको कुनै विकल्प नै छैन, चलाउनै पर्छ। सकारात्मक दबावका लागि हामीले चलायौँ र त्यो सकारात्मक दबाव अहिले आएर धेरै हदसम्म सही पनि साबित भएको छ। सबैजना हाम्रो रेलवेसँग सम्बन्धित जे जति अर्गनाइजेसनहरू छ दिन रात उहाँहरू 24 घन्टा लाग्नु भएको छ रेल चलाउनको लागि। यात्रु नै बोकेर नेपालमा अब रेल सेवा कहिलेबाट सञ्चालन हुने र यात्रुको लागि पूर्ण रूपमा सुरक्षित छ भनेर त्यसमा तपाईँले के भन्न चाहनुहुन्छ? यो सर अब खासमा यो रेल सञ्चालनको लागि यो नेपालमा रेल सञ्चालनको लागि मुख्यतः 8वटा कुराहरू चाहिन्छ। एउटा फर्स्टमा चाहिँ सरको रेलवे कानुन नै चाहियो। रेलवे कानुन भर्खरै 4-5 दिन अगाडि राष्ट्रपतिज्यूले जारी गर्नुभयो, रेलवे आदेशले जारी गर्नुभयो, त्यो हामीसँग छ। यो रेल चाहिँ नेपाल र भारत दुई देशबीच चल्ने भएको हुनाले एउटा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर चाहियो जुन चाहिँ दुवै देशबाट स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर पनि स्वीकृत भइसकेको छ। अर्को चाहिँ सरको ट्रेन मैन पावर चाहियो। हाम्रो ट्रेन मैन पावर नेपालको पनि र इन्डियाको पनि ट्रेन मैन पावर हामी सबैजना फिल्डमा खटाइसकेको छौँ। अर्को चाहिँ सरको टिकटिङ सिस्टम चाहियो।
टिकटिङ सिस्टम पनि हाम्रो चाहिँ वेब बेस अटोमेटिक रेलवे रिजर्भेसन सिस्टम भन्दाखेरि अनलाइन टिकटिङ सिस्टम हाम्रो जयनगरदेखि कुर्थासम्म सबै ठाउँमा इन्स्टल भइसकेछ र त्यसको लागि मैनपावर पनि हामी खटाइसकेछौँ। अर्को चाहिँ सरको टेलिफोन सबै ठाउँमा त्यो काम गर्नु पर्यो, त्यो पनि भइसकेछ। अर्को हाम्रो यो क्रसिङहरूमा जे जति त्यो रोड र रेलको क्रसिङ जहाँ छ त्यहाँ गेटहरू छन्, फाटकहरू छन्, तिनीहरू पनि सबै अपरेटिङ कन्डिसनमा छ। अर्को चाहिँ सरको सिग्नलिङ सिस्टम चाहियो, सिग्नलिङ सिस्टम पनि सबै अपरेसनमा छ। भन्दाखेरि रेल सञ्चालनको लागि जे जति कुराहरू चाहिन्छ त्यो चाहिँ नेपाल रेलवेले सबै जिम्मेवारी पुरा गरिसकेछ। जसो कारणले गर्दा र रेल सञ्चालनको लागि भएभरि जति यसमा आबद्ध सबै संस्थाहरू यसमा लागि रेल सञ्चालन गर्ने कुरो गर्नुभयो। यहाँ प्राय जसो संस्थाहरू जस्तै लिमिटेडहरू घाटामै गएको अवस्था छ देशमा। यस्तो अवस्थामा चाहिँ रेललाई चाहिँ कताबाट आर्थिक रूपमा सबल बनाउँदै यसलाई अगाडि बढाउने, त्यसको लागि चाहिँ के स्ट्रेटजी बनाएको छ नेपाल रेलवे कम्पनी लिमिटेडले? त्यो पक्कै पनि हो। अब रेल सेवालाई अब फाइदामा लगाउनको लागि केही बिजनेस प्लान गरेर जानै पर्छ, नजानुको विकल्प छैन। अब हामीले पेसेन्जर नै मात्र बोकेर चाहिँ रेललाई फाइदामा पुर्याउन भने त्यो चाहिँ सम्भव छैन। बाहिर देशहरू पनि हेर्दाखेरि, अरू पनि देशहरू हेर्दाखेरि रेललाई मेन चाहिँ त्यो आम्दानी हुने भनेको तपाईँको त्यो कार्गो ट्रेनबाट हो। माल सामान ढुवानी गर्ने जुन ट्रेनहरू छ त्यहाँबाट चाहिँ म्याक्सिमम आम्दानी हुन्छ। त्यही भएर अब नेपाल रेलवेले पनि केही दिनमा चाहिँ अब कार्गो ट्रेन नचलाउनुको कुनै विकल्प छैन। कार्गो ट्रेन चलाउनु पर्छ। माल सामान ढुवानीवाला ट्रेन चलाएपछि त्यहाँबाट आम्दानीलाई केही बढाउन सकिन्छ। तर त्यतिले मात्र पुग्दैन, त्यसको अतिरिक्त अरू पनि हामीहरूले बिजनेस प्लान धेरै गर्नुपर्छ। जस्तै रेलवेको हाम्रो जे जति जमिनहरू छन्, जग्गाहरू छन्, तिनीहरूलाई बिजनेस प्लान गरेर जस्तै यो हाम्रो जनकपुरको नै रेलवे स्टेसन हो, त्यसमा एटिएम बुथ राख्न सकिन्छ। एटिएम बुथ राखेर त्यहाँबाट आम्दानी गर्न सकिन्छ। अक्सिजन सरको विभिन्न पसलहरू सञ्चालन गरेर सटरहरू बनाउन सकिन्छ, तिनीहरूलाई भाडामा दिएर त्यहाँबाट आम्दानी गर्न सकिन्छ। अक्सिजन सरको त्यो पार्किङ, त्यो गाडी पार्किङको लागि पनि त्यो स्पेस छुट्याएर त्यहाँबाट केही आम्दानी गर्न सकिन्छ। अर्को हामीले विदेशमा हेर्दाखेरि के इन्डियामा नै जानुभयो भने धेरै रेलवे स्टेसनहरूमा सरको चाहिँ त्यो रिटायरिङ रुम छ। रिटायरिङ रुम भन्दाखेरि कस्तो हुन्छ भन्दाखेरि रेलवेले चाहिँ आफ्नो एउटा यो होटल जस्तै त्यो रेस्टुरेन्ट जस्तै होटल जस्तै रेस्टुरेन्ट जस्तै बनाइराखेको हुन्छ। मान्छेले त्यसमा आवरको हिसाबले पर डेको हिसाबले रुम बुक गरेर त्यहाँ बस्न सक्छ र त्यहाँबाट केही चाहिँ आम्दानी गर्न सकिन्छ। अर्को चाहिँ बाहिर विदेशमा हेर्नुभयो भने सपिङ मलहरू पनि बनाएको छ। रेलवेले आफ्नो सपिङ मल बनाएर भाडामा दिएको छ। यस्ता बिजनेस प्लानहरू त्यो रेलवेले पनि, नेपाल रेलवेले पनि बनाएर जानुपर्छ। र यस वर्षको कार्यक्रममा पनि हामीले त्यसमा बिजनेस प्लान गर्नको लागि केही बजेट छुट्याएकै छौँ र हामीले चाहिँ रेलवेलाई एकदम जे होस् यो चाहिँ फाइदामा नजाओस् हिसाबले हामी बिजनेस प्लान गरेर अहिले चाहिँ अगाडि बढिरहेका छौँ। अहिलेसम्मको कुरो अनुसार जस्तो जे प्रकारले रेलवेबाट कुरो आएको छ बाहिर मिडियाहरूमा पनि, अनि त्यो हिसाबले एकपल्ट जयनगरदेखि कुर्थादेखि जयनगरसम्म 2 पटकको कुरो छ। यही हो त आगामी स्ट्रेटजी तपाईँहरूको? आगामी स्ट्राटेजी अब चलाउनु भनेको खास हाम्रो चाहिँ सुरुमा चाहिँ अब 2 पटक नै चलाउने छ, किनकि सुरुको केही दिन 10-15 दिन जति चलाउने, अनि त्यसपछि पेसेन्जरको त्यो लोड हेरेर हामीले त्यसलाई इन्क्रिज जति पनि गर्न सकिन्छ। पेसेन्जरको लोड कति हुन्छ त्यो अनुसार चाहिँ हामीले म्याक्सिमम कति पटकसम्म? म्याक्सिमम चाहिँ 3 पटकसम्म गर्न सकिन्छ। 3 पटक आउने जाने, 3 पटक आउने जाने गर्न सकिन्छ। समय कतिको निर्धारण गरिएको छ यो 29 किलोमिटरको लागि? 29 किलोमिटरको लागि सरको चाहिँ 29 किलोमिटर भनेको सरको जयनगरदेखि जनकपुरसम्मको सेक्सन। जनकपुरसम्मको सेक्सनमा सरको 1.5 घन्टा हो म्याक्सिमम। तर कुर्थासम्म हामी फेरि गयो भने, जनकपुरबाट कुर्थासम्म गयो भने 2 घन्टा जति लाग्छ। 2 घन्टा, किनकि जनकपुर र कुर्थाको बिचमा सरको धेरै क्रसिङहरू छ के, धेरै यो रोड र रेलवेको यति धेरै क्रसिङहरू छ। त्यो सेफ्टीको हिसाबले चाहिँ हामीले चाहिँ त्यो समयलाई एक्सटेन्ड गर्नुपर्छ, रेललाई स्लो गरेर जानुपर्छ ताकि कुनै किसिमको पछि गएर एक्सिडेन्ट नहोस्, दुर्घटना नहोस्। रेल सञ्चालनबाट सरकार र नेपाली जनतालाई, नागरिकलाई के कस्तो फाइदाहरू हुन्छ? रेल सञ्चालनबाट सरकार र जनतालाई प्रत्यक्ष र अप्रत्यक्ष दुवै तरिकाले फाइदा हुन्छ। म एउटा हजुरलाई एउटा अप्रत्यक्ष तरिकाको त्यो चाहिँ फाइदा भन्छु, जुन चाहिँ रेलवेसँग रिलेटेड छैन। जस्तै अब रेल सञ्चालन भएपछि भारतका पर्यटकहरू डाइरेक्टै यहाँ चाहिँ यो जनकपुर आउन पुग्छ र भारतीय पर्यटकको मुख्य रोजाइ भनेको नेपालको जानकी मन्दिर, पशुपतिनाथ र पोखरा हुँदो रहेछ। अब भारतका पर्यटकहरू डाइरेक्टै त्यहाँबाट, इन्डियाबाट डाइरेक्ट जनकपुर आउन पाउँछन्
अनि अहिले चाहिँ केही दिन बाद नै भर्खरै केही समय बाद नै यो जनकपुर टु पोखराको डाइरेक्ट फ्लाइट सुरु भएछ हप्तामा सायद 3 दिन। अब यहाँ भएपछि के हुन्छ भारतीय पर्यटकहरू डाइरेक्ट चाहिँ त्यहाँ इन्डियाबाट जनकपुर आउन पाउने र जनकपुरबाट डाइरेक्ट चाहिँ उहाँहरू पोखरा जान पाउनुहुन्छ। जसको कारणले गर्दा यसले इन्डाइरेक्ट तरिकाले नेपालको त्यो पर्यटन विकासमा पनि यसले टेवा पुर्याउनेछ। एउटा यो भयो। अर्को चाहिँ के भन्दाखेरि अब रेल सेवा सञ्चालन भइसकेपछि नेपाल र इन्डिया बिच त्यो चाहिँ आवागमनमा सहज हुन्छ। आवागमनमा सहज भएपछि के हुन्छ भने बिजनेस व्यापारमा पनि वृद्धि हुन जान्छ। र मलाई के लाग्छ भने बिजनेस व्यापारमा वृद्धि भएपछि यो चाहिँ जनकपुर मार्केटको सामानको भाउ केही हदसम्म सस्तो हुन्छ। मैले अनुमान गरेको, मेरो अनुमान चाहिँ त्यस्तो छ। किन पहिले चाहिँ यहाँ जनकपुरबाट इन्डिया जान अहिले चाहिँ धेरै गाह्रो छ, बाटोघाटो ठिक छैन, टाइम पनि धेरै लाग्छ, 3 घन्टा 3.5 घन्टा लाग्दो रहेछ। यो रेल सेवा सञ्चालन भएपछि 1.5 घन्टा मान्छे त्यहाँ जयनगर पुग्छ, त्यो पनि एकदम सस्तोमा पुग्छ। त्यो भएर यसबाट चाहिँ बिजनेस व्यापारमा वृद्धि हुन्छ र खास गरेर जनकपुरको भन्नुहुन्छ भने यो मार्केट पहिलाको तुलनामा अहिले चाहिँ सस्तो हुन्छ। अनि अहिलेको यो जनशक्ति जुन त्यहाँ राखेका छन् ती जनशक्तिहरू जनताको सुरक्षा खास गरेर यात्रुको सुरक्षाको कुरो छ, त्यो हिसाबले उपयुक्त हुनुहुन्छ? यसबारे के भन्न चाहनुहुन्छ तपाईँले? यहाँ जनकपुरवासी त मात्रै नभनौँ, समग्र सम्पूर्ण, किनकि नेपालको यो पहिलो रेल थियो, पहिलो रेल छ र पहिलो रेल नै हुने हो जस्तो अवस्थामा छ यो रुटको रेल चाहिँ। त्यही भएर हामीले यसलाई ऐतिहासिक रूपमै विगतमा एउटा घटना पनि यहाँ घटेको थियो, त्यो म स्मरण गराउन चाहन्छु। आफैले ट्रेन विदाउट ड्राइभर अगाडि बढेको अवस्था, जनकपुरसम्म आएको अवस्था थियो। त्यो बेलामा जसोतसो गरी त्यसलाई रोक्न सफल भएर त्यस्तो केही कुनै मानवीय दुर्घटना भएको थिएन। त्यही भएर यसको सुरक्षाको लागि चाहिँ कतिको गम्भीर छ नेपाल रेलवे कम्पनीले? यसमा चाहिँ अहिलेको जुन हाम्रो यो जुन सिस्टम छ, यो रेलवेको स्टेसनको पनि सिस्टम छ, सिग्नलिङ सिस्टम छ, एकदम अहिलेको आधुनिक युगको सिस्टम। सबै कुरा हाम्रो चाहिँ एकदम इलेक्ट्रोनिक्स बेस्ड छ, कम्प्युटराइज छ सबै सिस्टम। यदि रेल पनि यो ट्रेकमा गुडिरहेछ, यदि मानौँ चाहिँ ड्राइभर चाहिँ केही सेकेन्डको लागि निधायो, ट्रेन चाहिँ आफै रोक्छ। केही सेकेन्डको लागि, जस्तै 30 सेकेन्डको लागि निधायो, कुनै मुभमेन्ट भयो भने ट्रेनमा, त्यो ट्रेन चाहिँ आफै रुक्छ, रेल ट्रेकमा आफै रुक्छ। अनि अर्को चाहिँ भनौँ भने चाहिँ त्यो सबै हाम्रो चाहिँ त्यो अहिलेको सिग्नलिङ सिस्टम छ। स्टेसन मास्टरहरूले पनि ठ्याक्कै चाहिँ ट्रेन कहाँ छ भने त्यो कसैले टेलिफोन नगरे पनि स्टेसन मास्टरले ठ्याक्कै थाहा हुन्छ। किनकि जुन रेलवेको ट्रेकमा हरेक ठाउँमा तपाईँको त्यहाँ छ एक्जेल काउन्टर छ र ट्रेक सर्किट छ। एक्जेल काउन्टरले के गर्छ भने त्यो ट्रेनको जुन चक्का हुन्छ त्यसले उसले काउन्ट गर्छ, यति चक्का आयो, यति चक्का पास भयो, यो सेक्सनबाट यति चक्का आएर यति सेक्सन पास, यति चक्का पास भयो। यो इन्फर्मेसन डाइरेक्ट चाहिँ स्टेसन मास्टरले जान्छ। यो बात स्टेसन मास्टरले पनि थाहा पाउँछ, यो ठाउँमा ट्रेन आइसकेछ भनेर उसलाई ठ्याक्कै इन्फर्मेसन गएपछि। किनकि त्यही भएर अहिलेको चाहिँ कन्डिसनमा रेल दुर्घटना हुन त्यस्तो पहिला जस्तो बिना ट्रेनको त्यसको रेल आयो भने अहिले चाहिँ त्यस्तो आउने कन्डिसनै छैन। अहिले चाहिँ त्यस्तो ट्रेन आफै आयो भने पनि त्यो आफै केही समयसम्म, जस्तै 30 सेकेन्डसम्म त्यो ट्रेनमा मुभमेन्ट भएन भने चालकको ट्रेन आफै बाटोमा स्टप हुन्छ। त्यहीमा सुरक्षाको हिसाबले एकदम चाहिँ अहिलेको ट्रेन चाहिँ पर्फेक्ट छ, ढुक्क हुँदा हुन्छ। तर यसमा चाहिँ म चाहिँ के भन्छु भन्दाखेरि त्यो मात्र यो रेलवेले मात्र सुरक्षा दिएर भएन, यसमा पेसेन्जरहरू पनि आम जनता पनि सचेत भइदिनु पर्यो, सचेत हुन जरुरी छ। त्यो सचेतको लागि म केही आम जनताहरूसँग केही म अनुरोध गर्न चाहन्छु। जस्तै अब ट्रेन सञ्चालन हुन गइरहेको छ, त्यही भएर अब चाहिँ त्यो रेलवेको ट्रेकमा चाहिँ आवागमन पूर्ण रूपमा बन्द गरिदिनु पर्यो। किनकि जुनसुकै बेला पनि ट्रेन आउन सक्छ र दुर्घटना हुन सक्छ। अर्को चाहिँ हजुरको ट्रेनको प्रवृत्ति के हुँदो रहेछ भन्दाखेरि हामीले यहाँबाट हेर्दाखेरि ट्रेन चाहिँ स्लो आइरहेको देखिन्छ हेर्नु भने, तर वास्तवमा त्यो चाहिँ फास्ट गतिमा हुन्छ। वास्तव हामीले के सोच्छौँ, म ट्रेन त्यहाँ छ, म यहाँबाट बाटो क्रस गरिदिन्छु, तर त्यस्तो हुँदैन। हामीले हेर्दा त्यो स्लो गतिमा देखिनु भए तापनि त्यो चाहिँ रेलवेमा फास्ट गतिमा आइरहेको हुन्छ। त्यही भएर त्यस्तो अब रेलवेको ट्रेकमा चाहिँ आवागमन बन्द गरिदिनु पर्यो, एउटा फर्स्टमा। अर्को कुरा चाहिँ सेकेन्डमा चाहिँ यो हाम्रो रोड र रेलवेको जहाँ क्रसिङ छ, जहाँ त्यो गेटहरू फाटकहरू छ, त्यो बन्द भएको बेलामा त्यसको मुनिबाट कसैले क्रस नगरिदिनु होला, किनकि त्यसले दुर्घटना निर्मित गर्न सकिन्छ र त्यो कानुन बमोजिम दण्डनीय अपराध पनि हो। सेकेन्डमा अनि तेस्रो चाहिँ जनताले के बुझिदिनु पर्ने भन्दाखेरि धेरै ठाउँमा मैले हेरेँ यो चाहिँ यो अनअथराइज त्यो रेलवेको ट्रेकमा चाहिँ अनअथराइज बाटोहरू बनेको छ धेरै ठाउँमा।
त्यो अनअथराइज बाटो कसैले पनि आवाज आवत नगरिदिनु होला, किनकि त्यहाँ फाटक छैन, गेट छैन, जुनसुकै बेला ट्रेन आउन सक्छ अनि त्यो सबै दुर्घटना हुनसक्छ। त्यो अनअथराइज क्रसिङबाट कसैलाई क्रस नगरिदिनु, तेस्रो कुरा। अनि चौथो कुरा अर्को के छ भन्दाखेरि यो जयनगर यो नेपाल र इन्डिया बिच यो ट्रेन चलिरहेको हुनाले जयनगर चाहिँ जुन पेसेन्जरले यात्रा गर्नुहुन्छ उहाँले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कुनै किसिमको कार्ड लिएर आउनु होला। त्यो चाहिँ अनिवार्य गरिएको छ। जस्तै आइडी कार्ड भयो, नागरिकता भयो, पासपोर्ट भयो, भेहिकल लाइसेन्स भयो, भोटर कार्ड भयो, यस्तो चाहिँ एउटा परिचय अनिवार्य रूपमा उहाँले लाउनै पर्छ। नभए जयनगर परिचय पत्रको आधारमा टिकट दिइने हो त? हो, जयनगरको लागि स्पेसली। नेपालको जनता नेपालमा नै गयो भने त परिचय पत्र चाहिँदैन, यिनीहरूसम्म चाहिँदैन। तर चाहिँ यदि कोही जयनगर जान चाहनुहुन्छ भने, किनकि जुन चाहिँ नेपाल र भारत सरकार बिचको जुन चाहिँ त्यो स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर चाहिँ जुन चाहिँ त्यो हस्ताक्षर गरेको छ दुवै देशबाट, त्यसमा यो कुराको इन्डियाको त्यो सेक्युरिटीको हिसाबले उहाँले यो कुरा व्यक्त गर्नुभएको छ। त्यही भएर जयनगर जाने स्पेसली यात्रुहरूले चाहिँ आफूसँग त्यो चाहिँ आइडी कार्ड बोकेर अनिवार्य रूपमा अलिकति अब जुन हामीसँग अहिले ट्रेन छ त्यो ट्रेन त्यो रेलमा के कस्ता सुविधाहरू छन्, कस्ता बोगीहरू छन्, त्यो बारे ब्रिफ गरिदिउँ र म्याक्सिमम कुर्थादेखि जयनगरसम्मको र जयनगरदेखि जनकपुरसम्मको भाडाहरू बारे पनि अलिक ब्रिफ गरिदिउँ। अहिले खासमा हाम्रो जुन ट्रेन छ यसलाई यो 5वटा कार भएको 5 कार भएको यो डेमु सेट हो, डेमु ट्रेन यसलाई भन्छन्। र यो डेमु ट्रेन चाहिँ खासमा हजुरको यो चाहिँ सेमी इलेक्ट्रिकल ट्रेन हो भन्दाखेरि त्यसमा त्यो चाहिँ जेनेरेटर छ। जेनेरेटरले चाहिँ के गर्छ, जेनेरेटरले उसले चाहिँ जेनेरेटरले मेकानिकल इनर्जीलाई इलेक्ट्रिकल इनर्जीमा कन्भर्ट गर्छ र इलेक्ट्रिसिटीबाट नै खासमा चल्ने हो, इलेक्ट्रिसिटीबाट नै चल्ने हो, तर जेनेरेटरको माध्यमबाट। अनि यो चाहिँ ट्रेन चाहिँ बोथ साइडबाट चलाउन मिल्छ, अगाडिबाट पनि पछाडिबाट पनि चलाउन मिल्छ। र यसमा चाहिँ हजुरको एउटा चाहिँ जेनरल कोच छ अनि अर्को चाहिँ एसी कोच छ, जेनरल एसी कोच। र एसी कोचको हजुरको क्यापासिटी 56 मात्र छ। त्यसमा स्ट्यान्डिङ सिट छैन, बसेर मात्र जान पाइन्छ। सिट एकदम राम्रो छ, बसेर जान पाइन्छ एसी कोचमा, त्यहाँ चाहिँ उभिएर जाने व्यवस्था छैन। तर जुन जेनरल कोच छ त्यसमा चाहिँ हजुरको जम्मा क्यापासिटी एउटा ट्रेनको चाहिँ 1300 हो। अब 1300 मध्ये 56वटा एसीको लागि भयो र बाँकी चाहिँ हजुरको बाँकी चाहिँ 1244 चाहिँ त्यो चाहिँ जेनरल कोचको लागि। त्यसमा बस्ने पनि छ, स्ट्यान्डिङ पनि छ, त्यो चाहिँ गयो त्यहाँबाट जान मिल्छ। र हजुरको मिनिमम चाहिँ भाडा दर एउटा स्टेसनबाट अर्को स्टेसनको 20 रुपैयाँ छ, 20 रुपैयाँ छ। त्यो चाहिँ जेनरल कोचको लागि। र एसी कोचको लागि ठ्याक्कै यसको 5 गुणा छ, 100 छ, 5 गुणा छ। यो चाहिँ एउटा स्टेसनदेखि अर्को स्टेसनको मिनिमम। र हजुरले भन्नुभयो अब यो चाहिँ जयनगरबाट नै कुर्थासम्मको भाडा दिएर चाहिँ जम्मा चाहिँ 90 रुपैयाँ हो जेनरलको लागि। र एसीको लागि यसको 5 गुणा गरिदिनु 450 रुपैयाँ एसी कोचको लागि। टिकट नकाट्दा के सजाय छ? टिकट नकाट्दा चाहिँ त्यो रेलवे कानुन अनुसार, रेलवेको कानुन बमोजिम त्यो चाहिँ सजाय गर्नेछ, सजाय हुन्छ। टिकट काटेर प्रत्येकले चढ्नै पर्छ, टिकट काटेर नचढेको खण्डमा रेलवे कानुन बमोजिम त्यो चाहिँ सजाय गर्नेछ। यो 1300 क्यापेसिटी भन्नुभयो, यसमा अब ट्रेन नै हो, उभिएर पनि धेरै नै प्यासेन्जरहरू देखिएको छ। जहाँ पनि यो जहाँ धेरै ट्रेन छ त्यहाँ पनि, र एउटा यहाँ त देखिएकै हो विगतको समयमा छतमै चढेको देखिएको अवस्था छ। कतिसम्म म्याक्सिमम चढ्यो भने यसले थाम्न सक्छ? त्यही त म्याक्सिमम क्यापेसिटी यसको 1300 हो। 1300 भन्दा बढी छैन, 1300 भन्दा बढी छैन। अब धेरै नै अब इन्डिया जस्तै नै हेर्नुभयो भने 100 अझ इन्क्रिज गर्न सकिन्छ। तर हामीले चाहिँ अहिलेसम्म 1300 मात्र टिकट काट्ने जस्तो सोचेछौँ। 1300 म्याक्सिमम क्यापेसिटी एउटा। अब अन्त्यमा कार्यक्रमको अन्त्यमा टुडे टक मा आज अतिथि हुनुहुन्छ हाम्रो इन्जिनियर रविन्द्र शाह, नेपाल रेलवे कम्पनी लिमिटेड नेपाल रेलवे विभागमा कार्यरत हुनुहुन्छ। उहाँसँगै कुरोकानी जारी नै छ। अब अन्त्यमा तपाईँले के भन्न चाहनुहुन्छ दर्शकलाई? अन्तमा म चाहिँ खासमा यो
यो सुरक्षासँग नै यो सेफ्टीसँग नै रिलेटेड म चाहिँ कुरा भन्न चाहन्छु। यो दुवै पेसेन्जरको पनि सेफ्टीको हिसाबले र रेलवेको सम्पत्तिको त्यो चाहिँ सिक्युरिटीको हिसाबले अब हाम्रो यो जेनरल मान्छेले हेर्दाखेरि रेलवेको जे जति जमिन छ त्यो चाहिँ उहाँले खाली हेर्नुहुन्छ, तर चाहिँ त्यो रेलवेको जे जति जमिनहरू चाहिँ त्यो खाली हुँदैन। त्यो जमिनभित्र सबै चाहिँ त्यो चाहिँ केबलहरू, त्यो अप्टिकल फाइबरका केबलहरू छन्। कोही मान्छेले त्यहाँ गएर खनजत नगरिदिनु होला, किनकि खनजत कसैले गरिदिएपछि बाटोघाटो त्यसमा बनाउनुपछि त्यहाँ केबल हुन्छ, एउटा पनि केबल कति हो भने पुरै सिस्टम नै डिस्टर्ब हुन्छ। मैले हजुरलाई 2-3 दिन अगाडिको कुरा गर्छु, एकजना जेसिबी लगेर उहाँले चाहिँ त्यो रेलवेको त्यो जमिनमा चाहिँ बाटो बनाइराख्नु भएको थियो। अनि ठ्याक्कै हामीहरूले उहाँले गएर समाते, जेसिबी नियन्त्रणमा लिए र रेलवेको कानुन पनि धेरै नै कडा छ। अब जेसिबी नियन्त्रणमा लिएपछि त्यो रेलवे कानुन अनुसार कारवाही गर्दाखेरि उहाँले 7 वर्ष जेल र 1 लाख रुपियाँ जरिवाना थियो र त्यो जेसिबी पनि जफत गर्न सकिन्छ त्यो ड्राइभरलाई। र जुन मान्छेले त्यो काम गर्न खटाएको छ उसलाई चाहिँ 3.5 वर्ष जेल थियो। रेलवेको कानुन एकदम सख्त छ। त्यही भएर कसैले पनि रेलवेको सम्पत्ति चोरी नगरिदिनु होला, तोडफोड नगरिदिनु होला, रेलवेको जग्गा जमिनमा कुनै भौतिक संरचना नबनाइदिनु होला, रेलवेको जमिनमा बाटोघाटो नलाइदिनु होला। यो चाहिँ रेलवेको यो चाहिँ सुरक्षाको हिसाबले म चाहिँ आम जनतामा अनुरोध गर्न चाहन्छु। अर्को चाहिँ पेसेन्जरको सेफ्टीको हिसाबले चाहिँ अब चाहिँ रेलवे ट्र्याकमा आवाजावत नगरिदिनु होला, हात बाजार मार्केट नलाइदिनु होला, फाटक बन्द भएको बेलामा त्यो चाहिँ गेट मुनिबाट क्रस नगरिदिनु होला, अनअथराइज जे जति क्रसिङहरू छन् त्योबाट चाहिँ गाडी भेकी लिएर आफू चाहिँ आवाजावत नगरिदिनु होला। गाई वस्तु र यो चौपायालाई यो चाहिँ जथाभावी रूपमा रेलवेको ट्र्याकमा नछोडिदिनु होला, जसो कारणले गर्दा कुनै किसिमको दुर्घटनाको सामना हामीले नगर्नु परोस्। रविन्द्र शाहजी उहाँ हुनुहुन्थ्यो र उहाँले आफ्नो अमूल्य समय दिनुभएकोमा उहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम सञ्चालक ध्रुव कुमार झा पनि बिदा चाहन्छु। नमस्ते।